अहिले मान्छेहरूले भन्छन् नि यस्तो डरलाग्दो ठुल्ठुलो भयङ्कर रोगहरू कहाँबाट आउनु थाल्यो हाम्रो गाउँघरमा। पहिला त यस्तो थिएन त। यत्र भुँडी फुल्लिने, सानोमै सुगर प्रेसर स्ट्रोक अरे, बोल्दा बोल्दै झ्याप्पै जाने, सासको बिमार, ग्यासको बिमार कहाँबाट आउनु थाल्यो भन्छन् नि। यहाँ छ नि हौ बिमार ल्याउने सामग्रीहरू त हामीले नै भित्रै राखेका छौँ। सबै कुरोमा अल्छे भएर यो छ, थपक्क राखेर चामल धोएर लगाएर ठक्क थिचिदिएपछि खुसुसुसुसुसु पाकिहाल्ने, काप्ला कुप्लो खाने, छिटो मिठो। अब यसमा गरेर ढुङ्गाको सिलौटामा यसो गरेर मसला तुरी पिन्दाखेरि यसको पनि एक्सर्साइज हुन्थ्यो, यसो गरेर एक्सर्साइज हुन्थ्यो, नसाहरू पनि राम्रो बस्थ्यो, ब्लड सर्कुलरहरू पनि राम्रो हुन्थ्यो, रोग भनेको थिएन। अब यसलाई सट्टै पन्छाएर यो ल्यायो मिक्सी अरे, यसमा लगाएर ठक्क थिचिदिएपछि गरेर 3-4 खेप कालिएपछि मसला रेडी। लो यसमा सर्टकट बुद्धि गर्ने भएर हातको एक्सर्साइज हरायो। अब ग्यास्ट्रिक कहाँबाट हुन्छ भन्दाखेरि ग्यास्ट्रिकको त मावै पालिरहेछ, नामै त ग्यास। यसमा पकाएको खानु थाले, दाउराको कुरै छैन, दाउरा ल्याउनु छोडे, अल्छे भयो। अनि अहिले त पाहुनाहरू आउँदा पनि काँसाको गिलास, काँसाको बोटुको हराइहाल्यो। कहिलेदेखिको फ्याँकेको प्लास्टिकको बोतलमा पानी राखेर खल खाएपछि अन्त रोग कहाँबाट आउँदैन। अनि यहाँ छ छिटो मिठो, चामल बसाइदियो, सुई 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 3-4 सिटी हानेपछि भात तयार। अनि खान्छ केमा फेरि तातो भात, प्लास्टिकको थालमा। यसमा लगाएर खाएपछि अन्त किन हाम्रो मृगौला जाँदैन, आँखाको रोशनी जाँदैन, यत्र भुँडी फुलिँदैन, मान्छे किन हुन्छ काम अलिकति गर्दाखेरि। अनि ल्याएको सामग्रीहरू खानेकुराहरू केमा राख्छ, यसमा राख्छ प्लास्टिकमा। अनि घर पुस्दाखेरि पहिला त यसो गरेर पुसेर ढाडको करङको हड्डीको एक्सर्साइज हुन्थ्यो, मजाले मेहनत गर्थ्यो, पसिना आउँथ्यो। अहिले त एकदम होसियार, जिउलाई त निहुराउनै हुँदैन, अब दुख्छ भनिहाल्छ। घोटो परेर घर पुस्नेहरू त फेरि कोदे अरे केही नजान्ने, अन्त यसले गर्दा यसको एक्सर्साइज छैन। पहिलाको मान्छेहरूले झाँतोमा मकै लगाउँथ्यो र ट्याम्मै बसेर अब हेर्नु त कम्मरको पनि एक्सर्साइज, हातको पनि एक्सर्साइज हुन्थ्यो, निरोगी हुन्थ्यो। अब ढिकीमा कुट्दाखेरि कस्तो राम्रो एक्सर्साइज, यो त एक्सर्साइज पनि हो काम पनि भयो। ढिकीमा कुट्दाखेरि अन्न पनि कुट्यो, खुट्टाको पनि, फेरि यसमा गर्दाखेरि एक्सर्साइज त्यो भयो। ओखलीमा यसो गर्दाखेरि कम्मरको एक्सर्साइज, दाउरा घाँस बोक्दाखेरि एक्सर्साइज। अब सबै कुरो भएर अल्छेपट्टि गयो, यस्तो सामग्रीहरू घरमा भित्रायो। अनि खाएर के गर्छ फेरि, अर्को काम छैन, मोबाइलमा अन्त लडेर हेऱ्यो, अन्त यत्र भुँडी फुल्लिने बिमार, छोटो आयो, सुगर प्रेसर, बोल्दा बोल्दै झ्याप्पै जाने बिमारहरू आउँदैन। अन्त भात पकाउने माटोको चुल्हा हरायो, यो ल्याइहाल्यो। अब यो ल्याइहाल्यो, ग्यास्ट्रिकको मावै बोकेर ल्याएको छ घरमा। यस्तो चिजहरू हुलेपछि अन्त बिमारी हुँदैन। अन्त अहिलेको मान्छेहरू अल्छे भएर काम गर्नु छोडेर चाहिँ यस्तो भएको, सबै छिटो मिठोमा लाग्ने भयो नि त।